हेलो नमस्ते छजलो सबैजनालाई गुड मर्निङ अनि सन्चै हुनुहुन्छ होला तपाईँहरू सबैजना। म पनि एकदम सन्चै छु। अनि म चाहिँ धेरै एकदमै लामो समयपछि दसैँ तिहार पछि नै होला चाहिँ म भिडियो बनाउँदैछु। किन बनाउँदैछु त भिडियो भन्दाखेरि आज चाहिँ एकदम विशेष छ है। अन्तिमसम्म हेरेर साथ दिनु होला। किन विशेष छ भनेर चाहिँ अनि आज चाहिँ पुसको 12 गते भन्ने बित्तिकै तपाईँहरूले चाहिँ थाहा भइसक्नुभयो होला। आज चाहिँ पुसको 12 गतेदेखि चाहिँ के छ त भन्दाखेरि त्रिवेणी 33औँ त्रिवेणी कप आजबाट चाहिँ सुरु हुँदैछ। अनि म चाहिँ त्यहाँ जान लागेको। अनि आज चाहिँ अब उद्घाटन हुन अहिले चाहिँ बज्न त 12 बजिसक्यो। तैपनि म गुड मर्निङ भनिरहेको छु है। छैन, म चाहिँ उठ्न चाहिँ बिहानै उठेको हो नि त। कति धेरै काम थियो नि त आज छुट्टी। अनि त्यो माथि पनि अब कामहरू त्यही त अलिक गर्नु बसिस् होइन। अनि त्यसपछि आज चाहिँ म एकदमै खुसी छु, एकदम एक्साइटेड छ। किन भन्दाखेरि अब म चाहिँ सजी जाँदैछ सजीमा गेम हेर्नलाई। कोही पनि छैन साथीहरू त, म एक्लै हो। ठिकै छ, मसँग तपाईँहरू साथमा हुनुहुन्छ। अनि त्यही भएर मलाई चाहिँदैन कोही पनि भनिदिन्छु म त होइन। अब कोही पनि छैन, एक्लै हो। अब बच्चाहरू लिएर जान्छु होला। अनि त्यो कस्तो टिलिक्क टल्केको है। अनि म चाहिँ आज त्यहाँ गएर तपाईँहरूलाई देखाउँछु सबै कुरा। म चाहिँ खासमा दोस्रो गेम भेटाउनलाई हो कि दोस्रो गेम चाहिँ हाम्रो दोस्रो गेम चाहिँ मर्स्याङ्दी युवा क्लब भर्सेस के अरे कुन भयो मैले बिर्सेँ। म चाहिँ त्यो गेम हेर्नलाई आएको किनकि त्यहाँ चाहिँ छोटेर मेजो छ, त्यही भएर म हेर्न आएको। आज चाहिँ मेरो काम हो कि अफिस हो, तर मैले चाहिँ अफिस नगइकन गेम हेर्नलाई आइरहेको छु कि होइन पर्दैन। म चाहिँ अफिस नगइकन गेम हेर्न आएको। यस्तो छ है साथी हो, यस्तो छ भ्यू चाहिँ। वा बेसी सहरको भ्यू चाहिँ। अस्ति 2 दिन चाहिँ कस्तो भयो कि मौसम, अनि पानी पर्छ कि के होला गेम हुँदाखेरि चाहिँ भनेर डराइरहेको थियो। तर दामी भयो। आजको गेम चाहिँ एकदम इन्ट्रेस्टवाला छ, किनभने सबैको प्यारो सबैको हिरो एरोन थापा र मेजो चाहिँ एउटै टिमबाट खेल्दैछ मर्सिङदेखिबाट। त्यही हेर्नको लागि म चाहिँ काम नगइकन आइरहेको। हेलो वेलकम टु माई ब्लग। टिकट लिन आएको म चाहिँ। एकचोटि है कस्तो एउटा मात्रै। ल धन्यवाद भाइ, ल धन्यवाद। ओके दिदी मणिपुर 2 नम्बर आयो मणिकुमार
对，3元比上3元。给3元。对。对吧？पानी खानु भाजी दुःख Salitin pa rin ba? Salibatin mo yun. दामी बाबु यस्तो दामी खेलेको हेर्नुहोस् त त्यहाँ सक्यो साथीहरू गेम सक्यो अब घर जाने बाई बाई खोइ बाई गरेको बाई भन न बाई 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 बो बदम त अब जाने हो सक्यो फाइनली त्रिवेणी कप 33औं त्रिवेणी कपको पहिलो दिनको पहिलो खेल यति मेहनत गरेर बनाएको छ कि यो कुरै नगरौँ एकचोटि हेरौँ न त अब म्यान अफ द म्याच
म्यान अफ द म्याच कसले पाउँछ आजको 7 नम्बरले हो कि जस्तो लागिरहेछ। हेरौँ कसले पाउँछ। म्यान अफ द म्याच आजको पहिलो खेलको म्यान अफ द म्याच हुनुभएको छ समी ठोकर, जर्सी नम्बर 7 एपिया। सम्पूर्ण दर्शकहरूलाई जानकारीको लागि भोलिदेखि हामीले टिकट दरको 150 रुपियाँ तोकेको छौँ। प्रथम खेल प्रथम पुरस्कार प्रोत्साहन स्वरूप त्रिवेणी विभागका कपल खेलाडी हाल हङकङमा रहनुभएका रामकुमार ज्यूले स्पोन्सर गर्नुभएको रु 5,000 पुरस्कार प्रोत्साहन स्वरूप उहाँलाई प्रदान गरिदिनुहुन मोटरसाइकल गाउँपालिकाका अध्यक्ष श्री अर्जुन कमज्यूलाई आग्रह गर्दछु। त्यसै गरी आजको म्यान अफ द म्याचको पुरस्कार सम्मान गरिदिनुहुन म आजका प्रमुख अतिथि आदरणीय वन तथा वातावरण मन्त्री माननीय भेषबहादुर पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। आजको पहिलो खेलको म्यान अफ द म्याच रहेको छ रु 10,000 सम्मान पुरस्कार सहित। आजको खेलको प्रथम खेलको म्यान अफ द म्याच एपिएम एफसीको तर्फबाट जर्सी नम्बर 7 समीर ठोकर। उक्त सम्मान ग्रहण गरिदिनुहुन खेलाडी भाइलाई हार्दिक अनुरोध गर्दै सम्मान गरिदिनुहुन आजको प्रमुख अतिथि पूर्व त्रिवेणी विभागका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश माननीय वन तथा वातावरण मन्त्री श्री भेषबहादुर पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। अनि साथीहरू घरतिर लाग्नुपर्ने हुन्छ।
ठेरी झुकेकै नै रहेछ साला अनि कति जित्ने मान्छेको बारे लाग्छ है झुकेकै नै रहेछ साला पुष्पा ठेरी आयो झुकेकै नै साला माकम डाँडामा आउने पुष्पा ठेरी बाहिर है झुकेकै नै साला है लाइक गर्नु सपोर्ट गर्नु अनि फलो गर्नु है ल ओके बाई बाई दुईटाको नाम एउटाको यालो नि एउटाको आरोन हो त निर्मल घिसिङ दसैँको खेल अवलोकन गरिदिनु पनि हार्दिक अनुरोध गर्दछु सम्पूर्ण सुरक्षाकर्मी साथीहरूलाई यहाँहरूको साथ सहयोग त्रिवेणी युवा क्लबको गौरव हो कृपया तपाईँहरू पनि यो भिडभाडलाई अलिकति नियन्त्रण हुने हिसाबमा छरिएर बस्नु Big fan है ब्रदर को लेडीज फैन बाबु बीचमा बस्छ बहिनी आऊ त तिमी आऊ दाइ बीचमा बस्छ दाइहरुको बीचमा बस्छ छोरा आएको त नलाज मलाई म जाम पछाडि